नमस्कार सम्पूर्णमा। आज हामी जान्नेछौँ होलीको सम्पूर्ण इतिहास, साथै होली कसरी सुरु भयो र यस सम्बन्धित पौराणिक कथाहरू जान्नेछौँ। आउनुहोस् अब सुरु गरौँ। हिन्दू पात्रो पञ्चाङ्ग अनुसार वर्षको अन्तिम महिना फाल्गुन महिनाको पूर्णिमाका दिन होलिका दहन गरिन्छ। यही रातलाई विशेष धार्मिक महत्त्वका साथ मनाइन्छ, जसलाई असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ। होली पर्वसँग सम्बन्धित पौराणिक कथाहरू मुख्यतः 4 घटनासँग जोडिएका छन्। पहिलो होलिका र भक्त प्रहलाद, दोस्रो कामदेव र शिव, तेस्रो राजा पृथु र राक्षसी ढुण्डी र चौथो श्रीकृष्ण र पुतना। यद्यपि यी सबै कथाहरू प्रचलित भए तापनि होलिका र भक्त प्रहलादको कथा नै सबैभन्दा बढी मान्यता प्राप्त छ, किनकि यही घटनाको सम्झनामा फाल्गुन पूर्णिमाको रात होलिका दहन गरिन्छ र भोलिपल्ट भक्त प्रहलाद बाँच्न सफल भएको खुसीमा धुलेण्डी अर्थात् रङ खेल्ने दिन उत्सवका रूपमा मनाइन्छ। अब हामी होलीको पौराणिक तथा प्रामाणिक कथा विस्तारमा बुझौँ। ऋषि कश्यप र दितिका 2 अत्यन्त बलशाली पुत्र थिए, हिरण्याक्ष र हिरण्यकशिपु, तथा 2 छोरी सिंहिका र होलिका। हिरण्याक्षले एकपटक पृथ्वीलाई समुद्रको गहिराईमा डुबाइदिएको थियो। त्यसबेला भगवान विष्णुले वराह अवतार धारण गरी हिरण्याक्षको वध गरेर पृथ्वीको उद्धार गर्नुभएको थियो। सिंहिकालाई पनि हनुमानजीले लङ्का जाँदै गर्दा बाटोमै मारिदिएका थिए। अब बाँकी रहे हिरण्यकशिपु र उसकी बहिनी होलिका। यसै कथाको मुख्य पात्र यही 2 जना हुन्। एक समयको कुरा हो, तीनै लोक स्वर्ग, पृथ्वी र पातालमाथि विजय प्राप्त गर्ने उद्देश्यले हिरण्यकशिपु भगवान ब्रह्माको कठोर तपस्यामा लीन भयो। उसको कठोर तपस्या र अटल सङ्कल्पबाट प्रसन्न भएर ब्रह्माजी प्रकट हुनुभयो र वर माग्न आग्रह गर्नुभयो। हिरण्यकशिपुले अमरत्वको वरदान माग्यो। ब्रह्माजीले अमरत्व दिन असम्भव भएको बताउँदै अर्को वर माग्न भने। त्यसपछि हिरण्यकशिपुले यस्तो वर माग्यो: मलाई तपाईले सृष्टि गर्नुभएको कुनै पनि प्राणी, मानिस, पशु, देवता, दैत्य, नाग आदिबाट मृत्यु नहोस्। म सम्पूर्ण प्राणीहरूमाथि राज्य गर्न सकूँ। मलाई न दिनमा मार्न सकियोस् न रातमा, न घरभित्र न घर बाहिर। कुनै पनि अस्त्र वा शस्त्रले मेरो वध गर्न नसकोस्। न त पृथ्वीमा, न आकाशमा, न पातालमा र न स्वर्गमै मेरो मृत्यु होस्। हिरण्यकशिपुको यस्तो जटिल वर मगाई सुनेर ब्रह्माजीले तथास्तु भन्नुभयो र उसलाई मागे अनुसारको वरदान प्रदान गरी अन्तर्ध्यान हुनुभयो। यही वरदानका कारण हिरण्यकशिपु अत्यन्त शक्तिशाली र अहङ्कारी बन्न पुग्यो, जसबाट पछि भक्त प्रहलाद र होलिकासँग सम्बन्धित प्रसिद्ध घटना घट्न पुग्यो। जब हिरण्यकशिपु कठोर तपस्यामा लीन थियो, त्यही अवसरको फाइदा उठाउँदै देवताहरूले असुरहरूमाथि आक्रमण गरे। युद्धमा असुरहरू परास्त भए र देवराज इन्द्रले हिरण्यकशिपुको गर्भवती पत्नी कयाधुलाई बन्दी बनाएर साथमा लगे। तर बाटोमै उनीहरूको भेट देवऋषि नारदसँग भयो। नारदजीले इन्द्रलाई सम्झाउँदै भने, तपाईँ गर्भवती स्त्रीलाई बन्दी बनाएर ठूलो पाप गर्दै हुनुहुन्छ। ऋषिको उपदेश सुनेपछि इन्द्रलाई आफ्नो गल्तीको बोध भयो। उनले कयाधुलाई सम्मानपूर्वक नारदको आश्रममा छोडेर स्वयं देवलोक फर्किए। महर्षि नारदले आश्रममा बसेकी गर्भवती कयाधुलाई भगवान विष्णुको भक्ति, धर्म र भागवत तत्त्वको गहिरो ज्ञान दिनुभयो। उहाँका दिव्य वचन र सत्सङ्गको प्रभाव यति गहिरो थियो कि कयाधुको गर्भमा हुर्किरहेका पुत्र प्रहलादले पनि त्यो दिव्य ज्ञान आत्मसात गरे। यसरी प्रहलाद जन्मनु अघि नै भक्त विष्णुको संस्कारले अभिषिक्त भए। उता हिरण्यकशिपु तपस्या सम्पन्न गरी फर्किएपछि ब्रह्माबाट प्राप्त वरदानका कारण आफू अजर अमर भएको भ्रममा डुब्यो। उसमा अहङ्कार अत्यन्त बढ्यो र त्यसले पृथ्वीमा अत्याचारको सीमा नाग्न थाल्यो। उसले देवताहरूलाई आफ्नो दास बनायो। ऋषिमुनि र भगवानका भक्तहरूलाई दुःख दिन थाल्यो। यज्ञ हवनहरू विघ्न पारेर नष्ट गर्न थाल्यो। राज्यभर आदेश जारी गरियो कि कुनै पनि देवताको पूजा गर्न पाइने छैन। होलिकाय नमः बाहेक अरू कुनै मन्त्र उच्चारण गर्न नपाइने घोषणा गरियो। सबैले केवल उसकै पूजा गर्नुपर्ने, नत्र कठोर सजाय वा मृत्युदण्ड दिइने चेतावनी दिइयो। यसरी राज्यमा भय, आतंक र अधर्मको वातावरण फैलियो। समय आएपछि कयाधुले पुत्र प्रहलादलाई जन्म दिइन्। राजमहलमा ठूलो उत्सव मनाइयो। हिरण्यकशिपुका 4 पुत्र थिए: अनुहल्लाद, हल्लाद, भक्त प्रहलाद र समहल्लाद।
समयक्रममा प्रहलादको उपनयन संस्कार सम्पन्न गरियो र उनलाई गुरुकुलमा शिक्षा लिन पठाइयो। केही समयपछि हिरण्यकशिपुलाई जिज्ञासा लाग्यो, मेरो पुत्रले गुरुकुलमा के कस्ता शिक्षा प्राप्त गरिरहेको छ। उसले प्रहलादलाई दरबारमा बोलाएर सोध्यो, तिमीले गुरुकुलमा के सिक्यौ? प्रहलादले निडर स्वरमा उत्तर दिए, मैले भगवान विष्णुको नवविधा भक्ति सिकेको छु। आफ्नै पुत्रको मुखबाट आफ्ना शत्रु मानिएका विष्णुको नाम सुन्नासाथ हिरण्यकशिपु क्रोधले आगो भयो। उसले धेरै पटक सम्झाउने धम्क्याउने प्रयास गर्यो, तर प्रहलाद अडिग रहे। उनले विष्णु भक्ति त्यागेनन्। यसबाट क्रुद्ध भएर हिरण्यकशिपुले गुरुहरूलाई दरबारमा बोलाएर आदेश दियो, जसरी पनि यसलाई विष्णुको नाम जप्न छोड्न लगाओ। गुरुहरूले अनेक प्रयास गरे, तर प्रहलादको अटल आस्था डगमगाएन। अन्ततः असुरराज हिरण्यकशिपुले क्रोधको आवेगमा आफ्नै पुत्रको हत्या गर्ने आदेश जारी गर्यो। सैनिकहरूले प्रहलादलाई मार्न अनेक क्रूर प्रयास गरे। उनलाई विष खुवाइयो, तर विषले कुनै असर गरेन। उनीमाथि तरवारले प्रहार गरियो, तर शरीरमा खरोच समेत लागेन। विषालु सर्पहरूको बीचमा फालियो, हात्तीका खुट्टामुनि कुल्चिन खोजियो, अग्ला पहाडबाट तल खसालियो, तर प्रत्येक पटक श्रीहरि विष्णुको असीम कृपाले प्रहलादको एउटा कपाल समेत बाङ्गा भएन। उल्लेखनीय कुरा के छ भने फागुन शुक्ल सप्तमीका दिन प्रहलादलाई बन्दी बनाएर लगातार 8 दिनसम्म असह्य यातना दिइयो। उनलाई हरेक प्रकारले मार्ने प्रयास गरियो, तर उनको आस्था, साहस र भगवानप्रतिको अटुट विश्वास कहिल्यै डगमगाएन। जति दुःख दिए पनि उनी निरन्तर विष्णुको नाम जपिरहे। प्रहलाद जीवितै रहेको देखेर हिरण्यकशिपु चिन्तित हुन थाल्यो। उसलाई डर लाग्न थाल्यो, यदि यो बालक यसरी नै बाँच्छ भने मानिसहरूले विष्णुको नै भक्ति गर्न थाल्नेछन् र मेरो आदेशको उल्लङ्घन हुनेछ। उसको बढ्दो चिन्ता देखेर उसकी बहिनी होलिकाले भनिन्, दाजु तपाईँ चिन्ता नगर्नुहोस्, मलाई ब्रह्माबाट वरदान प्राप्त छ। म कुनै पनि प्रकारले अग्निमा जलेर मर्दिन। आगोमा अरू सबै भस्म हुन्छन्, तर मलाई केही हुँदैन। त्यसपछि हिरण्यकशिपुले दुष्ट योजना बनायो। उसले होलिकालाई भन्यो, तिमी प्रहलादलाई काखमा लिएर अग्निमा बस, आगोले उसलाई भस्म पारिदिनेछ। होलिकालाई प्राप्त वरदानको शर्त थियो, जबसम्म उसले कुनै सद्वृत्ति भएका व्यक्तिको अहित गर्ने सोच राख्दिन, तबसम्म मात्र आगोले उसलाई क्षति पुर्याउन सक्दैन। तर अहङ्कार र दुष्ट भावनाले भरिएकी होलिका यो महत्त्वपूर्ण शर्त बिर्सिइन्। दाजुको आदेश मानेर उनले आफ्ना भतिजा प्रहलादलाई काखमा लिएर प्रज्वलित अग्निमा बसिन्। त्यो दिन फागुन महिनाको पूर्णिमा थियो। तर सत्य र भक्ति सधैँ विजयी हुन्छ। सदाचारी र भगवानप्रति समर्पित प्रहलादलाई हानि पुर्याउने दुष्ट प्रयासका कारण होलिका स्वयं अग्निमा जलेर भस्म भइन्। प्रहलाद भने श्रीहरि विष्णुको नाम जप्दै सकुशल अग्निबाट बाहिर निस्किए। यो चमत्कारिक दृश्य देखेर हिरण्यकशिपु अझ बढी क्रोधित र चिन्तित भयो। उसको अहङ्कारलाई गम्भीर चुनौती प्राप्त भएको थियो र सत्यको शक्ति अझ स्पष्ट रूपमा प्रकट भएको थियो। यस घटनापछि हिरण्यकशिपु अझ बढी क्रोधित भयो। उसले प्रहलादलाई दरबारको एउटा बलियो खम्बामा बाँधिदियो। त्यसपछि भरी सभा, मन्त्रीहरू, असुर सेनापति र दरबारीहरूको अगाडि उसले प्रहलादलाई चुनौती दिँदै सोध्यो, कसको बलमा तिमी मेरो आज्ञाको उल्लङ्घन गरिरहेछौ? कसको शक्तिले तिमी यति निडर बनेका छौ? प्रहलादले शान्त र निडर स्वरमा उत्तर दिए, पिताश्री, तपाईँ आफ्नो असुर स्वभाव त्याग्नुहोस्। सबै प्राणीप्रति समान भाव राख्नु नै साँचो भगवानको पूजा हो। भगवान सबैमा विद्यमान हुनुहुन्छ। यो कुरा सुनेर हिरण्यकशिपु क्रोधले काँप्न थाल्यो। उसले गर्जिँदै भन्यो, त मेरो बाहेक अरू कसैलाई संसारको स्वामी भन्छस्? कहाँ छ तेरो त्यो जगदीश्वर? के यो खम्बामा छ जसमा त बाँधिएको छस्? यति भनेर हिरण्यकशिपुले खम्बामा जोरले मुक्का प्रहार गर्यो। अचानक भयङ्कर गर्जनासहित खम्बा चिराचिरा भएर फुट्यो। त्यसबाट एउटा अद्भुत र विकराल रूप प्रकट भयो। शिर सिंहको जस्तो, शरीर मानवको जस्तो, पहेँला दहकिला आँखा, ठूला ठूला नङ, विकराल अनुहार र तरबार जस्तै लपलपाइरहेको जिब्रो। यो स्वरूप अरू कोही नभई भगवान विष्णुको नृसिंह अवतार थियो। नृसिंह भगवानले तत्कालै हिरण्यकशिपुलाई समात्नुभयो। समय थियो साँझको बेला, न त दिन न त रात। स्थान थियो दरबारको देहली, न त भित्र न त बाहिर। उहाँले हिरण्यकशिपुलाई आफ्ना जाँघामाथि राख्नुभयो, न त जमिनमा न त आकाशमा। अनि आफ्ना तीक्ष्ण नखहरूले न त अस्त्रले न त शस्त्रले उसको वध गर्नुभयो। यसरी ब्रह्माबाट प्राप्त वरदानका सबै शर्तहरू एक एक गरी पूरा हुँदै हिरण्यकशिपुको अन्त भयो।
जब हजारौं असुर सैनिकहरूले नृसिंह भगवानमाथि आक्रमण गर्न खोजे तब उहाँले आफ्ना असंख्य भुजा र नखरूपी शस्त्रद्वारा तिनीहरूलाई परास्त गर्नुभयो। पूरा दरबार नृसिंह भगवानको दिव्य र उग्र रूपले काँपिरहेको थियो। हिरण्यकशिपुको वधपछि पनि नृसिंह भगवानको क्रोध शान्त भएको थिएन। उहाँ सिंहासनमा विराजमान हुनुभयो र सम्पूर्ण वातावरण उहाँको तेजले दहकिरहेको थियो। त्यतिबेला भक्त प्रहलादले अगाडि बढेर दण्डवत प्रणाम गरे र अत्यन्त भक्तिभावले भगवानको स्तुति र प्रार्थना गरे। आफ्ना भक्तको निर्मल भक्ति र विनम्र प्रार्थनाले नृसिंह भगवान प्रसन्न हुनुभयो र उहाँको उग्र रूप शान्त भयो। त्यसपछि भगवानले प्रहलादको राजतिलक गरिदिनुभयो। उनलाई धर्म र न्यायपूर्वक राज्य सञ्चालन गर्ने आशीर्वाद दिनुभयो। सत्य, भक्ति र धर्मको विजय सुनिश्चित गर्दै भगवान नृसिंह अन्तर्धान हुनुभयो। यसरी होलीको कथा असत्यमाथि सत्य, अधर्ममाथि धर्म र अहङ्कारमाथि भक्ति र विश्वासको विजयको अमर प्रतीक बनेको छ। साथीहरू, यदि यो भिडियो मन पर्यो भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोस्, साथै आफ्ना साथी परिवार सबैलाई शेयर गर्नुहोस्, जसले गर्दा यो महत्त्वपूर्ण ज्ञान सबैसम्म पुग्न सकोस्। तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद यो भिडियो अन्तसम्म सुन्नु भएकोमा। भगवानले सबैलाई सुखी, स्वस्थ र समृद्ध बनाउन्। हर हर महादेव। जय श्री राम। ओम नमो नारायणाय।